बाई। त्यसै अनि मोबाइल पनि चेन्ज गर्दै बसी हुन्छ। सरी। अब इसको बोलो यार, खतरे से बेटा कमल गोजी में आज ओए त अहिलेसम्म टिभी हेर्दै बसिरहेको छस्? म यहाँ काट्टा पनि लिएर आइसकेँ अनि त अहिलेसम्म टिभी हेर्दै बसिरहेको छ। जे हुन्छ ल। ओए यो कोकले राख्छु त्यो ग्लासमा हालेर ल्याएछ। त्यसको लागि ग्लासहरू परेन। के ग्लास छ? त्यसको लागि भाँडामा झिकाउनु परेन। तर त भाँडामा छिट्या सुनस्। त्यो चुच्चा ल्याएर त्यो भाँडामा छ। भाँडामा छ। साले 1 नम्बरको छिने भएको छ। त्यो भाडा चाहिँ आउनु माछ। दूर रहना। अब भागो। मेरा शेर, हम कहाँ हैं? क्या यह एक नई चुनौती है? इस बार Bingo. そっちはブラックマンバ。噂が一人歩きしてるみ。I know you feel you must protect your mistress. I beg you. Walk away.
फेरि म यहाँ चाहिँ कसरी आइपुग्यो वेट मिनट यो त बसन्तपुर दरबार स्क्वायर होइन हो नि यार तर म यहाँ चाहिँ कसरी आइपुग्यो काहीँ म यही बलको कारणले त यो हुन सक्दैन के साँच्चीकै हनुमान ढोकै हो र एकचोटि एक्सप्लोर हान्नु पर्यो यार फ्रीको मालो यहाँ त पुरा यदि म याद गरौँ भने जतिखेर पनि म ट्रान्सफर भएको थिएँ तब के भएको थियो मेरो हातबाट बल खसेको थियो यार तर मैले यो बललाई त धेरैचोटि उठाएँ त तर एकचोटि पनि म ट्रान्सफर भएन तर बल झर्न साथ म ट्रान्सफर भएको थिएँ कारण के होला मिन्स कि यो बल जतिखेर यसले ग्राउन्डलाई टच गर्छ आई थिङ्क फ्रम एप्रोप्रिएट हाइट त्यतिखेर मात्रै म ट्रान्सफर गर्न सक्छु मिनिङ कि यो एउटा टेलिपोर्टेसन डिभाइस हो तर के मैले साँच्चीकै ट्रान्सफर गर्न सक्छ एकचोटि डेमो गर्नु पऱ्यो यार अरू कुनै उपाय पनि छैन नि यार ओके प्लिज प्लिज सायद यही साँचो मात्रै मसँग अरू कुनै उपाय पनि छैन ओके अब यो समय हो टेलिपोर्टेसन प्लिज 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 प्लिज
तिमी चाहिँ को अनि भाइ चिनिन नि मैले त म नजिकै मान्छे हो दिदी टाढाको मान्छे त पक्का होइन तपाईँलाई बोलाइरहेको छ हो कि यो साढे यहाँपट्टि म कुन ठाउँमा छु कुन एरियामा छु यहाँको थाहा पनि पाउँदैन यहाँ के पारा हो यहाँ फेरि बल युज गरौँ भन्दाखेरि यो बलले कहाँ पुगाउँछ त्यो पनि थाहा छैन यहाँ बरु म हिँडेरै घरसम्म पुग्छु तर यो पनि थाहा छैन म कुन एरियामा छु न त यहाँ कुनै पसलै देख्छ न त यहाँपट्टि कुनै साइनबोर्डै देख्छ साले कसैले साथ दिएको भए कि कोही साथी भेटेको भए पनि हुँदैन ओ दाइ के गर्नुभएको कसले बोला ओ दाइ के गर्दै हो यता अबे यो यहाँ के हराएको छु बे अबे भगवान्ले मेरो कुरा सुन्थ्यो भने त सुनिदिरहेको बे अनि दाइ गोदावरी चाहिँ किन आउनु भएको नि घुम्नलाई अनि दाइ तपाईँले गोदावरी पनि घुम्नु भयो त भाइ बिहानदेखि घुमेको घुमे नै छु अनि तपाईँलाई हाइवेसम्म बाटो थाहा छैन है ताल त थाहा छ नि ल थाहा नि दाइ ल एकैछिनमा गएर आफ्नो काम सघाउँछु अनि त्यहाँबाट तपाईँलाई छोडिदिन्छु नि ल भाइ त्यसलाई गिफ्ट चाहिँदैन दाइ अब लिन के लि ए दाइ बच्चाहरू बसमा खेल्नलाई चाहिँदैन मलाई ल दाइ मेरो पनि काम सक्यो अनि दाइ म तपाईँलाई अघिदेखि हेरेको छु तपाईँलाई खाली खुट्टामा हिँड्नु भइरहेको छु खाली खुट्टामा बेसी वास्ता नगर्न भाइ अनि भन् त यो गोदावरी एरियातिर सबै चिज ठिकै छ नि ठिक छ ल भाइ यो आवाज चाहिँ के को हो ओ भाइ अब हामी यो कुकुरदेखि चाहिँ कसरी बस्नु भन्न ए भन्न के भाइ अबे यो कहाँ भाइ ओ दाइ के हेर्नु भइरहेको छिटो दौडिनु छिटो सालले त डाँडो काट्छु बे सेरू टमी खैरे होइन दाइ सक्यो क्या मैले दाइलाई भाग्नु भनेको नि यार फेरि कहाँ आइपुग्यो
कुन ठाउँ हो अब यो चाहिँ फेरि कुन ठाउँमा आएर पट्कायो मलाई यसले साँच्चीकै पाटन दरबारै हो र प्लिज बलदेउता हो कि के हो प्लिज भगवानको नाममा मलाई प्लिज घरसम्म पुगाइदियो कि प्लिज भगवान प्लिज बलदेउता हो कि दल प्लिज बलदेउता हो कि के हो प्लिज मलाई घरसम्म चाहिँ पुगाइदियो कि प्लिज ओ भाइ हाँ ओ भाइ तिम्रो दिमाग खुसी चाहिँ के हो यार जे गऱ्यो भने तँलाई के निक्ला एउटा ओला साला घरै घर प्लिज है यो बाजी घरै घर ल म चाहिँ किन उताबाट गइरहेको ल त्यो बोला चाहिँ कहाँ गएछ त्यहाँबाट यार प्लिज पहिला सुरु बसन्तपुर त्यसपछि पाटन दरबार अब त तैँले मलाई साङ्गासम्म लिएर आइस् अब यही हिसाबले त तैँले मलाई काठमाडौँबाट सिधा इन्डिया बोल्नु नि बेला लाग्दैन प्लिज अब फेरि तैँले मलाई त्यही ठाउँमा लिएर आइस् फेरि कहाँ आइपुग्यो यहाँ त एउटा बच्चा बसित रहेछ नि यहाँ कसको बेबी हो यो साह्रै क्युट पो छ त ओए ओए कस्तो कहाँबाट भित्र छिरिस मलाई ऊ जान्ने बोलाएको
अब फेरि कहाँ आइपुग्यो फेरि कहाँ आइपुग्यो हेलो नानी sorry. Oh, sorry. Thank you, Bhagwan. I put this again. Thank you, Bhagwan. Hello? तपाईँलाई कसले दिलाउनु